So guys, म चाहिँ हजुरको यहाँ आइसकेको छु है। यहाँनिर भ्लग गरिरहेको छु। च्यानल नेम #पहाड आई लभ जोरथाङ हेर्न सक्नुहुन्छ। सो तपाईहरुलाई बाटोको भ्यू त देखाउन सकिनँ अघि है, र तपाईहरुलाई म त्यहाँ लगेर सिधै देखाउने छु है। सो फाइनली गाइस, यो चाहिँ जोरथाङ हो तपाईहरुको है, र हेर्न सक्नुहुन्छ जोरथाङको भ्यू। यहाँ चाहिँ मेन हाइवे पर्छ है, यताबाट गाडी आउँछ र यताबाट सानो मार्केट छ, र तपाईको यहाँनिर चाहिँ आई लभ सिक्किम जोरथाङ छ है, नयाँ बजार जोरथाङ। सक्नुहुन्छ तपाईहरुको जोरथाङको भ्यू। ठीक है, हजुर हजुर ठिकै हो पुरा। र गाइस, यहाँ चाहिँ जोरथाङमा चाहिँ हेभी गरम छ है। यहाँ अङ्कल म र सबै साथी सबै आएको हामी चाहिँ अहिले यहाँ जोरथाङ आइरहेको छ, र पछि देख्न सक्नुहुन्छ आई लभ सिक्किम, र मेरो साथी पनि यहाँ छ है। आई लभ जोरथाङ। सो गाइस, आज चाहिँ हामीले बाटोमा अलिकति सर्ट क्लिप बनाउनु पाएन, अलिकति हतारले गर्दा, र अहिले भने 12 बजेको छ है, 12 साढे 12। गरम चाहिँ हेभी छ। अहिले मुख धुइकिन आएको, अगाडि पानीको ट्याङ्कीहरू रहेछ हो, त्यहाँनिर चाहिँ मुख धुइकिन आएको, र हाम्रो अङ्कल पऱ्यो होला। र गाइस, हेर्न सक्नुहुन्छ यहाँ जोरथाङको आई लभ सिक्किम यस्तो रहेछ है। र कतिजना आउनु भएको छैन कमेन्टमा भन्नुहोस् होला। ल सक्दो सक सब्सक्राइब गरेर सेयर गरिदिनुहोस् होला है। सो गाइस, मेन हाइवे पर्छ है, यताबाट गाडी आउँछ, र यताबाट सानो मार्केट छ, र तपाईको यहाँनिर चाहिँ आई लभ सिक्किम जोरथाङ छ है, नयाँ बजार जोरथाङ। र सक्नुहुन्छ तपाईहरुको जोरथाङको भ्यू कस्तो छ। गाइस, के छ खबर? मेरो त पुरा छ खबर है, घामले गर्दा गरम ज्यादा नै भइरहेको छ। यहाँ चाहिँ धारा रहेछ, यहीँ चाहिँ मुख धुको अघि म हेप्पी गरम भएकोले। यहाँ चाहिँ बिचरा आन्टीले लोकल माछा बेच्नु हुँदो रहेछ। यहाँ चाहिँ हाल्नु हुनु जान्थे है लोकल केटा त्यहाँनिर सुनको उड्किन्छ, त्यो दामी पाउँछ, मैले अस्ति नै थाहा पाएको। र गाइस, यहाँ म पहिला पनि आएको थिएँ है, र यहाँनिर अब अस्ति त होइन नक्ली पाउँछ, तर सुनको खतरा पाउँदो रहेछ। यो त देखाउनु भएन होला युट्युबतिर गाइसहरूलाई। फेरि चस्माको कलेक्सन रहेछ है, हेर्नुहोस् है। र गाइस, जोरथाङको कलेक्सन चाहिँ होलसेल रेट, हामी चाहिँ होलसेलतिर डुलिरहेको छ है। टु मच गरमले चियर लुलो भएकै हो। फुल भएको मात्रै मन पराउँछ केटाले। फेरि छुर्पी चाहिँ हेरुमै जति हो यसरी खानुपर्ने खास चाहिँ। होइन, म त आज जहाँ पनि चस्मै मात्रै देख्छु त हौ। न गरिदिनु त्यति साह्रो त।
हो त अब देखि त सक्यो सब्स्क्राइब गरिदिनु है तर ओके ल वान्टेड हो कि भन प्रब्लम छैन र गाइस यहाँ चाहिँ हामी पानीपुरी खाने रे साथीले म पनि खाने त अङ्कल खानु हुँदैन भन्नुहुँदैछ है हामी चाहिँ पानीपुरी खाने गाइस है मलाई यहाँ राखिदिनु न म यहाँ भिडियो गर्दै गर्ने कि हुन्छ ए पिरे पिरे मटर एउटा के फेरि पेदुङमा पिरे पिरे देखियो यो मान्छेले हेभी सोच है इन्कम गर्छ है उसले यस्तोमा चाहिँ नि त्यो नदिनु यो दिनु नि चाहिँ गाइस हामी चाहिँ पानी पनि खाँदा चाहिँ कतिको भयो गाइस हामी चाहिँ यहाँ जोरथाङको पर पुलमा जाँदैछ है दाको सामान चाहिँ त्यहीँ आउँदैछ र आज हेरौँ के कसो हुन्छ राम्रो त राम्रो छ भने अलिकति डिस्काउन्ट गऱ्यो भने राम्रै हो हामीले है र आज चाहिँ अन्त यहाँ हाम्रो अङ्कलको चाहिँ एउटा स्कुटी छ है जेटर र त्यो चाहिँ हामीले डिल गर्नु जाँदैछ र भन्नु त 51 भन्दैछ र अलिकति होप सो हाम्रो जति भर्सकमा डिस्काउन्ट गर्न सक्यो भने सक्छौँ है र तपाईँहरूलाई पनि देखाउने चाहिँ के हुनेछ र गाइस सिधै भन्नुपर्दा चाहिँ तपाईँहरूलाई डिल गर्दाखेरि डिल गरेको देखाउँछु दाम साम चाहिँ भन्दिनँ है डिल गरेको देखाउँछु कतिमा के छ कसो छ त्यो म देखाउँछु है गाइस देख्न सक्नुहुँदैछ यहाँ अगाडि ब्रिज छ तपाईँलाई छेउमा लगेर देखाउने छु है नाइस प्लेस यार यहाँ बाटो हेलो हेलो गाइस के छ खबर सबैजनाको यहाँ एउटा छिटो मसँग फोटो म क्या यो चाहिँ तपाईँहरूको जोरथाङ लार्जेस्ट ब्रिज है हेर्न सक्नुहुन्छ यहाँ पनि छ है तपाईँको यहाँबाट कति रहेछ क्या के चाहिँ दामी रहेछ तर जग्गा तिनीहरूले अनुहारको हाल बेहाल छ मेरो साथी त उनीहरूको सानो सिकुटे मान्छे ठ्याकुलै भइसक्यो आफू पनि त्यही छ ताल के हो गाइसहरू यसो भनौँ न सहारा पाउँ न यो गरमको जोसमा यसो ल फाइनल्ली हामी चाहिँ यहाँ रम्फू आइपुग्यो हो के छ भन्नु कस्तो भयो आजको टुर यात्रा आजको यात्रा अलिकति मजा लाग्दो भयो र अलिकति थकानदार यहाँ चाहिँ अब बसन्ती हो म चाहिँ आज स्कुटीमा लडायो मलाई चाहिँ यहाँ फेरि हो यता फेरि हाम्रो अङ्कल यता अब यहाँ अहिले चाहिँ हामी रम्फू ब्रिजमा मजा आयो होस् आज रम्फू ब्रिजमा गाइजहरू मलाई ए सट म जस्तोलाई रोक्ने त नि निकै ठुलो छाती भएको हुनुपर्छ डब्लुबी नै होस् कि एसके नै होस् कि युपी हो होइन गाइजहरू के भन्नु त जोरथाङको ग्राउन्डै चाहिँ मेरो कवासाकी R15